हाई एभ्रिवान, दिस इज मी जी माया जिआरजी डेभिल बोन। हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म एउटा सानो भिडियो लिएर उपस्थित भइसकेको छु। आशा छु कि हजुरहरूले लास्टसम्म अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ। आज म तपाईहरूलाई लिएर जाँदैछु यो हङकङको एउटा ताइओ गाउँ हो। हङकङको पश्चिमी अन्तर्गत क्षेत्रमा रहेको परम्परागत माछा पालन र माटोको घरहरूको गाउँ हो। यहाँ पानी, नदी र हावापानीसँग मिलेर बनेका सडकहरू छन्। गाउँहरूको दृश्य सुन्दर र प्रशान्तमय छ, जहाँ परम्परागत हङकङ संस्कृति र जीवनशैली देख्न सकिन्छ। यो अहिले तपाईँले हेरिराख्नु भएको चाहिँ यो चाहिँ अहिले मेन मार्केट हो। यहाँ चाहिँ एकदम भिड लाग्ने गर्छ। यहाँ चाहिँ विभिन्न परिकारहरू पनि हजुरहरूले टेस्ट गर्न सक्नुहुन्छ। यहाँ चाहिँ नि यस्तो क्युट सामानहरू रहेछ। सामानमा चाहिँ जस यसरी सिटी बजाउन मिल्ने। हेर्नु त कति राम्रो क्युट छ। शङ्खा, स्टारफिस अनि माछाको डल्लो। अब चाहिँ म तपाईहरूलाई चाहिँ अघिको भिडभाडदेखि अब यता भित्र लैजाँदैछु। यो चाहिँ अब उता यस्तै मेन स्ट्रिट जस्तै हो। यतातिरको दृश्यहरू म तपाईहरूलाई देखाउन गइरहेको छु। अनि हेरौँ के छ है त। And this here is big giant. You want that? I don't know. And then another one is here. He's waiting. All students. Look, beer को can को नि snowman बनाएको छ। यो ठाउँमा चाहिँ बाटो नै गल्ली कि एउटाको आँगनदेखि अर्को आँगन हिँड्ने बाटो नै यस्तो सानो। भिलेजहरूमा कस्तो राम्रो फुलहरू पुरा सजाएर राखेको छ। तिरको घर चाहिँ पुरा यसरी काठले माथि काठले यसरी बनाएर माथि यसरी बस्ने रहेछ। अनि यो बाटो हिँड्दाखेरि मलाई स्केरी फिल भइरहेको छ। हेर्नु त कस्तो डरलाग्दो। यस्तो जङ्गलमा पनि घर हेर्नु त मलाई त अचम्म लाग्यो। पुरा
पुरा दाउरा। पुरा मुलाको सागहरू रोपिरहेको छ। अनि यता रहेछ प्याज, पत्ता, मुला। यता चाहिँ एउटा भ्यू पोइन्ट रहेछ। हेरौँ त्यहाँ गएर चाहिँ कस्तो भ्यू देखिन्छ है त। आउनु त म पहिला नि यो ठाउँमा आएको हो, तर मैले बिर्सिसकेँ कि। तै पनि फेरि आज याद ताजा गरिदिनु न। यो बाटो छ, यो बाटो जाने चाहिँ सिधा हाइकिङ जाने बाटो हो। माथि पहिला चाहिँ हामी माथिबाट यता झरेको थियो, तर आज हामी हाइकिङ आएको होइन, यत्तिकै घुम्न आएको। अनि यो चाहिँ जो अहिले देखिराख्नु भएको छ नि, यो ब्रिज चाहिँ हङकङदेखि मकाउ जाने ब्रिज हो, जो बसको बाटो जाने बेलामा चाहिँ यो बाटो युज गरिन्छ। अब हामी यो साइडमा जान्छौँ। अब यो साइडमा चाहिँ भ्यू कस्तो देखिन्छ हेरौँ है त। अनि यताको नजारा चाहिँ यस्तो छ। अब हामी जाने यताको बाटो फेरि। अघि हामी आएको चाहिँ उता त्यो छेउको बाटो हो। अनि अब हामी यताबाट घुमेर जानु लाग्यो। यो चाहिँ बिचको पानी। तर एकदम पिसफुल छ, शान्त। बोटहरू चाहिँ ड्रागन बोट फेस्टिभल हुँदाखेरि युज गरिने बोटहरू अहिले थन्काएर राखिरहेको छ। यहाँ चाहिँ ड्रागन बोट फेस्टिभलमा चाहिँ एकदम ठुलो मेला लाग्छ यो गाउँमा। अनि यहाँ चाहिँ ठुलो मन्दिर छ। यो मन्दिरको माथिको टुप्पामा हेर्नु यस्तो काम गरेर। साइडमा जान्छ, यस साइडमा चाहिँ एउटा सानो मन्दिर जस्तो भयो जस्तो लागेको थियो। यता चाहिँ यस्तो मन्दिर रहेछ। प्रायः जस्तो मान्छेहरू चाहिँ उता मेन त्यो बजार मात्र घुम्छ, अनि यतापट्टिको चाहिँ पुरा गाउँ घुम्दैन, त्यतैबाट गइहाल्छ। त्यही भएर यता चाहिँ भिड त्यति हुँदैन, थोरै मान्छेहरू मात्र भिजिट गर्छ यताको साइडतिर चाहिँ। हेर्नुहोस् यताको साइड पनि एकदमै राम्रो छ, घुम्यो भने चाहिँ भ्यूहरू एकदम राम्रो छ। म तपाईँहरूलाई चाहिँ यो गाउँमा सानो म्युजियम रहेछ यो गाउँको, म तपाईँहरूलाई हल्का फुल्का देखाइहाल्छु है त के रहेछ। अब हामीले चाहिँ सबै गाउँ घुमेर भ्याइसक्यो। अब लास्टमा हामी चाहिँ बोट राइड गर्छौँ। र हेर्नुहोस् अब हामी चाहिँ बोट राइडमा गइसकेको छु। हङकङको ताई ओ गाउँ किन मानिसहरू जान्छन् भने यो गाउँ आफ्नो प्राकृतिक सौन्दर्य, पारम्परिक माछा माछी संस्कृति र पुराना घरहरूको लागि प्रसिद्ध छ।
यहाँ मानिसहरूले परम्परागत माछामाछी जीवनशैली देख्न सकिन्छ। साथै स्थानीय बजार र खानाका विशेषता पनि आकर्षणको मुख्य कारण हो। यो गाउँ शान्त र रमणीय वातावरणको लागि पर्यटन प्रेमीहरू र प्रकृति प्रेमीहरूमाझ लोकप्रिय छ। मेरो प्यारो साथीहरूलाई धेरै धेरै धन्यवाद। यो भिडियो अन्तिमसम्म हेरेर साथ सपोर्ट गरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै माया छ। आगामी दिनहरूमा पनि म यस्तै सानो रमाइलो भिडियोहरू लिएर उपस्थित हुने कोसिस गर्छु। हजुरहरूको साथ यसरी नै मिलिरहोस्। कृपया यदि हजुरहरूले चाहिँ मलाई सब्सक्राइब गर्न नबिर्सिनुहोला र सबै नयाँ अपडेटहरूको लागि बेल आइकनमा क्लिक गर्न नभुल्नुहोला। धन्यवाद। अब अर्कोचोटि भेटौँला। बाई बाई।